बीबीसी को डरलाग्दो रिपोर्ट आउट। ओली राजमा यसरी मारिएका थिए 17 वर्ष विद्यार्थी। विश्वविख्यात अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले एउटा यस्तो डरलाग्दो इन्भेस्टिगेसन रिपोर्ट बाहिर ल्याएको छ जसले तत्कालीन केपी ओली सरकार र सिङ्गो प्रहरी प्रशासनको हातमा लागेको रगतको दाग छताछुल्ल पारिदिएको छ। तपाईलाई याद छ गत भदौ 23 को त्यो कालो दिन जेनजी आन्दोलनको नाममा सडकमा ओर्लिएका युवाहरूमाथि कसरी गोली चलाइएको थियो? त्यो दिन मारिएका 19 जना मध्ये एकजना 17 वर्षका विद्यार्थी थिए, श्रीयम चौलागाई, जो आफ्नो स्कुलको हरियो जम्पर र झोला बोकेर सडकमा उभिएका थिए। बीबीसीको भिडियो प्रमाणले प्रष्ट देखाएको छ ती निहत्था बाबु जब भिडबाट शान्तिपूर्ण रूपमा टाढा जाँदै थिए, ताली बजाउँदै हिँड्दै थिए, तब अचानक पछाडिबाट उनको टाउकोमा गोली हानेर ढालियो। आखिर त्यो गोली हान्ने आदेश कसले दिएको थियो? केपी ओली, रमेश लेखक कि प्रहरी प्रमुखले? बीबीसीले लिक गरेको प्रहरीको आन्तरिक अडियो र डकुमेन्टको सम्पूर्ण नालीबेली खोल्नेछौँ। न्याय कुरिरहेकी एउटी आमाको आँसु